मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको नेपालटार गाईघाट सडक खण्डको उदयपुर गढी गाउँपालिका वडा नम्बर 7 अधेरीमा गुडिरहेको कारमा आग लागि भएको छ। इलामबाट काठमाडौँ आउँदै गरेको 928668 नम्बरको कारमा गुडिरहेको अवस्थामा अचानक आग लागि भएको हो। आग लागिबाट कार पूर्ण रूपमा जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिनुभयो। कार चालक इलामको चुलासुली गाउँपालिका 5 का प्रेम कुमार सेन्चुरी, उहाँकी श्रीमती अनिता सेन्चुरी, छोरा आयुष सेन्चुरी सकुशल रहेको र 7 वर्षीय छोरा आरोहण सेन्चुरी सामान्य घाइते भएका छन्। घाइते बालकको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ। त्यही त सर, आगो लागि भनेको चाहिँ अब कसरी भयो भने यहाँ संसार आएन भने हजुर, अनि उता गाडी पनि त्यति स्पिड पनि थिएन, त्यही 50-60 40 त्यस्तैमा आइरहेको थिएँ। अनि गाईघाटदेखि अलिकति ओतिर आएर बाबुहरूलाई परिवारहरूलाई खाजा पाएर पनि गाडीलाई रेस्ट गरेर फेरि उता गइरहेको अचानक यहाँ पुगिसकेपछि पछाडि त्यो दाइनो टायर पड्कियो जस्तो लाग्यो। मतलब टायरै पड्कियो होला भन्ने भएर गाडी झ्याकै रोकेँ। हजुर, त्यही टाइमदेखि एकैचोटि गाडी आगोको मुस्लो निस्कियो सरले। आगो चाहिँ के उबाट चक्काबाट सुरु भयो? होइन, मैले टायर पड्कियो जस्तो लाग्यो। तर पछाडिको भागदेखि चाहिँ आगो निस्केको रहेछ। टायरलाई भेटेको आगो चाहिँ पछाडिको भागदेखि निस्केको। हजुर, अनि यात्री रोके भन्दा त्यो अब भनौँ सबै केही भएन, बाबुलाई थोरै अलिकति खुट्टामा पुग्थ्यो। अनि त्यो लन्च पनि छट ठुलो सबै ठुलो हो। पछिको उहाँहरू हेर्ने भन्दाखेरिको गाडीको लन्च पुग्दैन। गाडीको त्यतिखेर चाहिँ मलाई एकदमै जनताको जर र तरा भएर कसरी हुने होला नि भनेर। अनि म चाहिँ उता मपट्टिदेखि हाम्फाल्नु खोजेको, त्यतापट्टिको लक खुलेन। अनि यता अर्को लेफ्ट साइडको लक चाहिँ फेरि प्लानिङ गरेको, लेफ्ट साइडको लक खुलो र खुल्दा निस्केको। मेरो चाहिँ कपाल हेर्न गएको पुरै कपाल हेर्नु नै धेरै जल्दी रहेको छ। तर मासुमा चाहिँ कुनै पनि उयोहरू भएन। अब के हो सर, अब त्यहाँको त्यो क्षतिहरू भनेको अब हिजो मात्रै फेरि मेरो हामी मात्रै क्रिस्चियन हो, हिजो मात्रै हाम्रो यो हात बाँध्ने कार्यक्रम भएको थियो अस्तिको दिन। हजुर, अनि हिजो रेस्ट गरेर चाहिँ अब त्यहाँनिर आउने इष्टमित्रहरूले साथीभाइहरूले दिएको उपहारहरू जति सबै चाहिँ गाडीकै टिटी मात्रै छ, टिटीले ए अनि यो गाडी चाहिँ तपाईँको कति पुरानो हो? गाडी चाहिँ पुरानो नै हो सर। भन्ने उनीहरूले भन्नुहुन्छ भाइले कहिले पनि त्यो गाडी चाहिँ खासमा किराय भनेको गाडी हो। हजुर, अनि अघि भाइलाई मैले बुझेअनुसार चाहिँ गाडी चाहिँ फोर्ड कम्पनी रहेछ। हजुर, अनि गाडी चाहिँ लगभग पुरानै हो गाडी त। तपाईँलाई के लाग्छ यो आगो चाहिँ कसरी उठे जस्तो लाग्छ? तपाईँलाई केही यसमा केही आइडिया अनुमान गर्नुभयो? मैले त्यसो कुनै पनि अनुमान गर्न सक्दिनँ। एकदम फ्लोमै आएको थिएँ कि तर अब पिकअपमा मैले गाडीलाई फुल मारिदिएर अब मैले गाडीलाई प्रेस दिँदै कुदाएको थियो भने गाडीको इन्जिन तातिएर भन्ने कुराहरू हुन्थ्यो। बिस्तारै आइरहेको अचानक लास्टै त्यहाँदेखि उसको पछाडि अगाडिदेखि गएन, पछाडिदेखि आएको। कति क्षति भयो तपाईँको यसबाट? लगभग क्षतिको हिसाबमा त लगभग भयो। अब गाडी त गयो, अरू अब गाडी त गयो, गाडी गयो। अब अरू त भनेको लगभग भयो। अब परिवारले लगाएको सानो तिनो मुन्द्राहरू पनि मिलेको छ। म त अघि त्यसलाई मैले केही सोच्दै केही गर्नै सकिनँ। अनि म त कपडा मात्रै जलाएर, कपडा त हाम्रो त त्यसो त सबै नै टोटल नै उहाँ रुममा पनि छँदै नै छैन लाउने कपडा। म बिता छोरा श्रीमतीको त कपडा जति त सबैले गयो। अब धेरै दिनको बसाइ भएको सबै कपडा दुईवटा अटेन्सनमा हालेको। हजुर, अनि उता चाहिँ उपहार यताउता गर्दाखेरि गयो। हजुर, कति लगभग कति जति? लगभग सबै अब गर्नमा यताउता सबै गर्दाखेरि त्यति धेरै जस्तो भयो। 2-2.5 लाख जतिको तपाईँको गाडी सहित चाहिँ लगभग कति जति भयो? अहिले प्रारम्भिक अनुमान त हो। हजुर, गाडीसँग त धेरै नै भयो। गाडीको त मैले त्यो गाडी एकचोटि म आफै लिनै भनेर पनि मैले सोद्धाखेरि चाहिँ उहाँहरूले
गाडीको मूल्य चाहिँ मलाई